नमस्ते, म डाक्टर राजेन्द्र नेपाली, वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ र मेरो कार्यक्षेत्र पोखरा नाक कान घाँटी अस्पताल सृजना चोक। र आजको जिज्ञासा छ, टन्सिलमा सेतो बस्छ र सास गनाउँछ भन्नुहुन्छ र यो के हो, किन निस्किन्छ र यसलाई निर्मूल तरिकाले नआउने बनाउन सकिन्छ कि सकिँदैन भनेर जिज्ञासा छ। टन्सिलको बनावटमा के छ भने टन्सिलको सर्फेसमा प्वालहरू हुन्छ, त्यसमा 12 देखि 14 वटा प्वालहरू हुन सक्छ र त्यो प्वाल बाहिर देखिन्छ भने भित्र नली हुन्छ र त्यो नलीको परतबाट के निस्किन्छ भने क्याल्सियम सल्फेटको सल्ट्सहरू निस्किन्छ। त्यो भनेको कस्तो हुन्छ भने त्यो खास झोल पदार्थमा निस्किने हो र कहिलेकाहीँ के हुन्छ त्यो झोल पदार्थ निस्किने बेलामा ढिलो समय लगायो भने त्यो झोल पदार्थ जमेर जान्छ। जमेर गएपछि के हुन्छ त सेतो देखिन्छ र कहिलेकाहीँ टुथपिकले अथवा केही गरेर गर्दाखेरि फुत्त निस्क्यो भने र हातमा लिएर यसो निचार्ने हो भने दहीको कण हुन्छ हो, त्यस्तो खालको पिचिक्क जाने खालको चाहिँ हुन्छ, लेसिलो खालको हुन्छ र त्यो अलिकति गन्ध पनि दिन्छ। त्यसलाई हामीले युजुअली टन्सिल लोलित भनेर भन्दछौँ अथवा टन्सिलको पत्थरी भनेर भन्दछौँ। यो एक किसिमले टन्सिलले आफ्नो काम गर्दा त्यो प्वालबाट नलीबाट निस्कने पदार्थ जमेको मात्रै हो र कहिलेकाहीँ त्यो जम्दा साह्रो पनि भएर जान्छ र त्यही ठाउँमा अरू निस्किँदै जाँदै गर्दाखेरि के हुन्छ त्यसको आकार पनि ठुलो भएर पनि जान सक्छ। त्यसैले त्यो टन्सिलको पत्थरीलाई निकाल्नको लागि त्यसलाई हल्का दबाब दिने हो भने आफै फुत्त बाहिर आउँछ। तर कहिलेकाहीँ कस्तो हुन्छ भने बाहिरबाट चाहिँ त्यो परतले ढाकियो भने भित्र पत्थरी जम्दै जान्छ र त्यो आकारमा ठुलो हुँदै गएपछि त्यसलाई फेरि शल्यक्रिया गरेर निकाल्नु पर्ने हुन्छ। र युजुअली यो क्रम जुन टन्सिलोलिथ अथवा पत्थरीहरू सानैमा निस्कन्छ र त्यो नआउनको लागि गर्न सकिन्छ के भने युजुअली ओरल हाइजिन अलिकति राम्रो हुनुपर्ने हुन्छ। बिहान बेलुका दाँत माझ्ने साथै कुल्ला गर्ने, मनतातो पानीमा नुन हालेर एभ्रिडे बिहान बेलुकी कुल्ला गर्ने हो राम्रोसँग भने र कहिलेकाहीँ त्यो पत्थरी देखियो भने हल्का टुथपिकले पनि निकालिदिएको खण्डमा प्यासेज खुलिएर जान्छ र त्यहाँ अर्को पत्थरी जम्न पाउँदैन। विश्वसनीय सेवाको लागि एकपटक पुग्नै पर्ने ठाउँ पोखरा नाक कान घाँटी अस्पताल प्रणाली, सृजना चोक 8, टीका भवन पोखरा। फोन नम्बर 061 571 261 98461 067 19।